नमस्ते लसो फ्याफुल्ला सबैजनालाई। अहिले म गणेश हिमालको दृश्य यहाँहरूलाई देखाउँदैछु। यो धादिङ जिल्ला खनियाबास गाउँपालिका वार्ड नम्बर 2 साबिकको झारलाङ गाविस वार्ड नम्बर 3। यो बिहानको समय हो। यो एकदमै मनोरम वातावरण हामी देख्न सक्छौं। र गणेश हिमाल हामीले यसरी देख्न सक्छौं। एकदमै सुन्दर हिमाल हामीले देखिरहेका छौं। सँगै यसरी गणेश हिमालको दृश्य र तामाङ बस्तीको बाक्लो स्थितिका कारण यसलाई हामीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने हिसाबले हामीले यसलाई प्रमोट गर्न सक्यौं भने राम्रै हुने देखिन्छ। लगभग यहाँ 99% तामाङ जातिको बसोबास रहेको छ र यहाँका तामाङ जातिहरूको मुख्य पेशा कृषि र वैदेशिक रोजगार। केही व्यक्तिहरू रोजगारी स्वदेशमै जागिर र अहिले यो खुर्सानी पनि रोपेर आम्दानी गर्न थालिएको छ। अनि हो त्यो देखेको चाहिँ हाम्रो भाषामा चाहिँ यसलाई माने भन्ने गरिन्छ र यसलाई हामीले संरक्षण गर्नुपर्ने जरुरी देखिन्छ। मान्छेहरूको यो सम्बन्धी न्यून ज्ञानका कारण यो अब भत्केर आधी मात्रै बाँकी रहेको अवस्था छ र यसलाई हामीले तामाङ जातिको आफ्नो परम्परा परापूर्वकालदेखिको एउटा सम्पदाको रूपमा हामीले यसलाई जोगाउनु पर्छ र जोगाउन सक्नुपर्छ। यसलाई जोगाउन सक्यो भने हाम्रो पुराना सम्पदाहरू जोगिन्छ र आफ्नो पहिचान जोगिन्छ। तामाङ समुदाय एउटा वन परम्पराबाट विकसित भएर पछि अस्तित्वमा आउँदै बुद्धले जुन दिएको सन्देशलाई पनि अँगालो यानि कि अँगालेर तामाङहरू मिश्रित बोन बुद्धिस्ट परम्पराबाट अहिले अगाडि बढिरहेको छ र यो हामीले संरक्षण गर्नुपर्ने जरुरी देखिन्छ र साथै सँगै यो मानेलाई मर्मत गरेर हामीले यसलाई सुरक्षित गरेर राखियो भने यसले पर्यटकको लागि राम्रै आकर्षण बन्न सक्छ भन्ने जुन जनविश्वास रहेको छ।
र त्यसलाई हामीले जति सक्छ चाँडो संरक्षण गर्नुपर्छ र यसरी देख्न सक्छौँ। र यसको तलपट्टि यो दलित बस्ती हो, हामी देख्न सक्छौँ। र हिमाल यसरी देख्न सक्छौँ हामी। र हामीसँग यस्ता कुराहरू थुप्रै थियो पहिले। अब अहिले सबै भग्नावशेष अब कुनै भत्केर यो सकिसकेको अवस्था छ र कुनै यसरी भत्केर बसेको छ। हामीले यसलाई संरक्षण गर्न सक्नु पर्दछ भन्ने मेरो भनाइ छ। र हामीले त्यहाँ फेरि अर्को टावर देख्न सक्छौँ। यो एनटिसीको फौजी टावर हो। र जुन फौजी टावर रहेको ठाउँमा पहिला गुम्बा रहेको थियो, जुन गुम्बा अहिले त्यो भत्काएर अहिले त्यसको थोरै अवशेष मात्रै, भग्नावशेष मात्रै बाँकी छ। जुन तामाङ परम्परासँग जोडिएको कुरा हो र त्यो हामीले जोगाउन नसक्नु हाम्रो आफ्नो कमजोरी हो। र यसलाई हामीले अब फेरि पुनः जागरण गर्दै र यसलाई तामाङ परम्परालाई फेरि जीवित राख्ने काम हामीबाट हुनुपर्छ। हामी देख्न सक्छौँ पर्यटकीय हिसाबले धेरै नै राम्रो हामी देख्न सक्छौँ है, देख्न सक्छौँ। देख्न सक्छौँ एनटिसी टावर फौजी अनि हिमाल यसरी देख्न सक्छौँ। यो म तपाईहरूलाई देखाउँदैछु। यो हो गुम्बा। यो गुम्बा जुन धेरै पुरानो गुम्बा हो। यो तामाङहरूको पहिलाको जुन परम्परादेखि नै धेरै पहिलेदेखि नै यो थियो। र यो अहिले यसरी भग्नावशेषको अवस्थामा छ, हामी देख्न सक्छौँ। यो गुम्बा हो, यो गुम्बाको ढोका यस्तो अवस्थामा छ, हामी देख्न सक्छौँ। यो गुम्बालाई किन यस्तो अवस्थामा हामीले पुर्यायो भन्ने हिसाबबाट हामी अहिले चिन्तित छौँ। हामीले जोगाउन सकिएन, यो हाम्रो कमजोरी हो। अब फेरि पनि यसलाई हामी पुनः जागरण गर्नुपर्छ भन्ने पक्षमा छौँ। र यहाँ यसरी एनटिसी फौजी टावर बनेको छ। र यहाँहरूले यो भिडियो हेरिसके पछाडि यसलाई पुनः जागरण अथवा यानि कि यसलाई फेरि जीवित बनाउनका निम्ति हामीले हाम्रो समुदाय मार्फत अथवा राज्यबाट के कस्तो कदमहरू अगाडि सार्नु पर्ला त्यो कमेन्ट गर्न नबिर्सिनु होला। यहाँहरू सम्पूर्णलाई मेरो अनुरोध छ, कमेन्ट गरिदिनु होला। यो तामाङ परम्परा, तामाङ सम्पदालाई कसरी जोगाउन सकिन्छ, फेरि कसरी उठाउन सकिन्छ भन्ने हिसाबले तपाईँहरूले पनि यो भिडियो हेरिसके पछाडि कमेन्ट गरिदिनु होला भन्दै आजको यस भिडियोबाट म
यहाँहरूबाट बिदा हुन चाहन्छु र साथसाथै मेरो भिडियो मन परेको छ भने लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद। बाई बाई।